आजको क्लास छ सजीवहरूको वर्गीकरणको बारेमा। र सजीवहरूलाई टोटली 5 जगतमा वर्गीकरण गरिएको छ र यो वर्गीकरण चाहिँ हामी आरएच व्हिटकरको सिस्टम अनुसार हेर्दैछौँ। आरएच व्हिटकरले सजीवहरूलाई जम्मा 5 वटा जगतमा विभाजन गरेका छन्। यीमध्ये नम्बर 1 मोनेरा। अब यहाँ लजिक बुझ्नुपर्ने छ। मोनेरा कस्ता जीव भन्दाखेरि मोनेरा प्रोक्यारियोटिक। प्रोक्यारियोटिक भनेको कोषमा न्युक्लियसमा न्युक्लियर मेम्ब्रेन छैन। सर्टकटमा बुझौँ। मोनेरा प्रोक्यारियोटिक। मोनेरा बाहेकका जुन यो 4 वटा जगतहरू छन् यी 4टै जगत अब युक्यारियोटिक हुन्। यो कन्सेप्ट म्याप हो, यहाँबाट बुझ्यो भने सजिलो। मोनेरा एक्लै प्रोक्यारियोटिक, यसको विपरीतमा बाँकी 4टा जगत के हुन्? युक्यारियोटिक हुन्। अब मोनेराको इक्जाम्पल हेरौँ, ब्याक्टेरिया। सजिलो, सक्यो। अब अन्यको हेरौँ त। त्यसो भए 4टै जगत त के हुन्? युक्यारियोटिक हुन्। त्यसो भए यिनीहरूमा फरक के? यिनीहरूमा पनि फरक छ। प्रोटिस्टा। प्रोटिस्टा चाहिँ एक कोषीय, बाँकी यो फन्जाई, प्लान्टी, एनिमेलिया बहुकोषीय। प्रोटिस्टा एक्लै के यहाँ एक कोषीय, अनि फन्जाई, प्लान्टी, एनिमेलिया के भयो? बहुकोषीय। यो फरक भयो है। हेरौँ, त्यसमा प्रोटिस्टाको विशेषता के हुन्छ? एक त प्रोटिस्टा युक्यारियोटिक हो, अर्को के अरे एक कोषीय हो। दुईटा भयो। अब बाँकी जुन यो 3टा छ, फन्जाई, प्लान्टी र एनिमेलिया, यो 3टै त बहुकोषीय भयो। यिनीहरूमा फरक के? यहाँ पनि फरक छ। फन्जाई र प्लान्टी, फन्जाई र प्लान्टीमा कोषभित्ता हुन्छ, एनिमेलियामा कोषभित्ता हुँदैन। यो डिस्टिङ्क्ट फरक भयो। त्यसो भए यो कोषभित्ता भएको फन्जाई र प्लान्टीमा के फरक? कोषभित्ता भएका कतिवटा जगत? 2टा। कुन कुन? फन्जाई र प्लान्टी। यसमा के फरक छ? फन्जाई परपोषक हो, खानको लागि अरूमा भर पर्छ, र प्लान्टी स्वपोषक हो, आफ्नो खाना आफै बनाउँछ, किनभने यिनीहरूमा के हुन्छ? क्लोरोफिल हुन्छ। यो हो आरएच व्हिटकरको क्लासिफिकेसन के को? सजीवहरूको। आरएच व्हिटकरले सजीवहरूलाई 5 वटा जगतमा बाँडेका छन् र सबैमा यो कन्सेप्ट म्याप बुझ्यो भने सजिलै याद गर्न सकिन्छ। वनस्पति जगतले पनि 3टा डिभिजनमा बाँडिएको छ। अब नम्बर 1 अल्गी, 2 ब्रायोफाइटा, 3 मा ट्र्याकियोफाइटा। अब अल्गीको मुख्य विशेषता नै भनेको अल्गीमा जरा, काण्ड र पात छुट्टिँदैन। यसरी जरा, काण्ड र पात नछुट्टिने बनावट जुन छ अल्गीको, यसलाई भनिन्छ थ्यालस। अर्थात् अल्गीमा बिरुवाको बनावट कस्तो हुन्छ? थ्यालस जस्तो हुन्छ, जरा, काण्ड, पात नछुट्टिने खालको हुन्छ। उदाहरणमा स्पाइरोगाइरा 1 नम्बर, अर्को छ क्लामाडोमोनस। यो नाम याद राख्नु, किनभने यो नाम धेरै पल्ट एक्जाममा सोधेको छ। यहाँबाट प्रश्न, क्लामाडोमोनस कुन डिभिजनमा पर्छ भनेर, या अल्गीको उदाहरण कुन हो भनेर। खासमा क्लामाडोमोनस एक कोषीय अल्गी हो। अब एक कोषीय त उहाँ परेको थियो प्रोटिस्टामा, वनस्पतिमा कहाँबाट आयो? यो विशेष एक्सेप्सन हो, किन? विकास क्रममा यसलाई यहाँ राख्यो। नेक्स्ट छ ब्रायोफाइटा। ब्रायोफाइटा अल्गी भन्दा थोरै विकसित, अर्थात् कुनै केसमा थ्यालस पनि हुन्छ, अर्थात् जरा, काण्ड, पात छुट्टिएको हुँदैन। धेरैमा के हुन्छ? जरा, काण्ड, पात छुट्टिएको हुन्छ। यहाँ राइटवेट भनेको जराको एक प्रकार हो। नेक्स्ट छ यसको मुख्य विशेषता। ब्रायोफाइटा भन्ने बित्तिकै प्रजननको लागि पानी आवश्यक हुन्छ यसलाई, त्यही भएर यसको अर्को नाम के हो? एम्फिबियन बिरुवा। यी जमिनमा पाइए पनि यिनीहरूलाई प्रजननको लागि के चाहिन्छ? पानी आवश्यक पर्छ। नेक्स्ट छ भास्कुलर तन्तु नभएको। भास्कुलर तन्तु भनेको जाइलम र फ्लोएम यसमा हुँदैन।
त जाइलम र फ्लोएम छैन त यसको हाइट पनि धेरै हुँदैन। नेक्स्ट छ अल्टरनेसन अफ जेनरेसन। ब्रायोफाइटामा अल्टरनेसन अफ जेनरेसन हुन्छ। यसको उदाहरण मस्लिम इक्जाम्पल यसको मोस्ट कमन इक्जाम्पल। अर्को छ ट्र्याकियोफाइटा। ट्र्याकियोफाइटाको प्रमुख गुण के भन्दाखेरि भास्कुलर तन्तु भएको, भास्कुलर तन्तु अर्थात् जाइलम र फ्लोएम भएको। जाइलमले पानीको सञ्चार गर्छ बिरुवामा भने फ्लोएमले खानालाई एक ठाउँबाट अर्को ठाउँ लाने काम गर्छ। ट्र्याकियोफाइटामा भास्कुलर तन्तु छ। अब यहाँ हेर्ने हो भनेदेखि ट्र्याकियोफाइटाको अरू विशेषता मैले लेखेको छैन। किन लेखेको छैन? किनभने ट्र्याकियोफाइटा डिभिजनको फेरि हामीले वर्गीकरण पढ्नुपर्ने छ। ट्र्याकियोफाइटालाई पनि 3टा सब डिभिजनमा बाँडिएको छ। नम्बर 1 टेरिडोफाइटा, नम्बर 2 जिम्नोस्पर्म र नम्बर 3 एन्जियोस्पर्म। यिनीहरूका मुख्य विशेषता के त? टेरिडोफाइटा भन्ने बित्तिकै प्वाख जस्तो पात भएको, जिम्नोस्पर्ममा फुल हुँदैन, फुल नफुल्ने, एन्जियोस्पर्म चाहिँ वास्तविक फुल भएको। सबैको एक एक गरेर क्यारेक्टर हेरौँ हामी के छ त। नम्बर 1 टेरिडोफाइटा, यसको प्रमुख विशेषता के भयो? प्वाख जस्तो पात भएको। अब यसको पात पनि दुई खालको हुन्छ, सोरी अर्थात् सोरस। सोरस भएको पातलाई स्पोरोफिल भनिन्छ र सोरस नभएको पातलाई के भनिन्छ? ट्रोपोफिल भनिन्छ। र यो बिरुवाको यति अवस्था, यो पुरै अवस्था भयो स्पोरोफाइट। के भयो? अब स्पोरोफाइट जमिनमा झर्छ स्पोर अनि के बन्छ? ग्यामिटोफाइट बन्छ। यसरी स्पोरोफाइट र ग्यामिटोफाइट आयो कि आएन? आयो, दुईटै पुस्ता आयो, एक पछि अर्को आयो। त्यही भएर यिनीहरूमा अल्टरनेसन अफ जेनरेसन हुन्छ। र उदाहरण याद गर्नु पर्यो भने उन्यु र लाइकोपोडियम दुईटा भयो। अब जाउँ नेक्स्ट सब डिभिजनमा। नेक्स्ट सब डिभिजन छ जिम्नोस्पर्मको। जिम्नोस्पर्म, स्पर्म बिउ, जिम्नो नाकेड नाङ्गो, फल बिनाको नाङ्गो बिउ हुन्छ। स्पर्म बिउ, जिम्नो भनेको नाङ्गो, नाङ्गो बिउ हुन्छ। र फुलको सट्टा के हुन्छ अरे? कोन हुन्छ। याद राखौं, जिम्नोस्पर्मसम्ममा फुलको विकास भइसकेको छैन। यहाँ फुलको सट्टा कोन छ र फल बिनाको नाङ्गो बिउ छ। र यी बिरुवाको पात प्राय लाम्चो र तीखो हुन्छ। र यी बिरुवाहरूको बनावट हेर्ने हो भनेदेखि प्राय घोप्टिएको सोलीको आकारको छ। त्यही भएर यी बिरुवाहरूलाई कोणधारी बिरुवा पनि भनिन्छ। कोणधारी किन? किनकि यिनीहरू कस्तो आकारको हुन्छ? घोप्टिएको सोली आकारको हुन्छ। त्यही भएर नाम के भयो? कोणधारी बिरुवा। इक्जाम्पलमा साइकस र सल्ला। अब नेक्स्ट छ अर्को सब डिभिजन एन्जियोस्पर्म। फुल फुल्ने, वास्तविक फुल भएका बिरुवाहरू एन्जियोस्पर्म हो। एन्जियोस्पर्मलाई पनि दुईटा क्लास। कुन कुन क्लास? यो फर्स्ट क्लास हो, यो के हो? सेकेन्ड क्लास हो। क्लास एकदलीय, अर्को द्विदलीय। एन्जियोस्पर्मले पनि दुईटा क्लासमा बाँडिएको छ, एकदलीय र द्विदलीयमा। यहाँ चाहिँ बिउको फक्लेटा हेरेर एकदलीयमा एक मात्र फक्लेटा, द्विदलीयमा दुई फक्लेटा। एउटा फरक त सजिलै आयो। अर्को के? पात हेर्ने। गहुँको या उखुको पात हेर्यो भने त्यसमा पातमा शिराक्रम समानान्तर हुन्छ। तर तोरी र आँपको पातमा हेर्यो भने शिराक्रमहरू, पातको शिराक्रम फिजिएको छ, जालीदार छ। त्यही भनेको छ यहाँ। पात समानान्तर शिराक्रम भएको पातमा कसको? एकदलीयको। यो गहुँ र उखुको छ कि छैन? समानान्तर शिराक्रम छ। त्यस्तै तोरी र आँपमा पात हेर्यो भने त्यसको पातमा शिराहरू फिजिएको छ, भेन्सहरू फिजिएको छ। त्यसमा जालीदार शिराक्रम छ। जरा हेर्ने हो भनेदेखि एकदलीयको गुच्छे जरा, द्विदलीयको मूल जरा। मूल जरा त अब फक्लेटाको बारेमा त अघि कुरा भइसक्यो। नेक्स्ट छ फुलका भागहरू। फुलका भागहरूमा क्यालिक्स, कोरला यिनीहरू हुन्।
क्यालिक्स कोरोलाहरू 3 वा 3 को गुणाङ्कमा हुन्छ, मतलब 3, 6, 9 यसरी हुन्छ। कुनमा एकदलीयमा, द्विदलीयमा के हुन्छ 4, 5 वा 3 को गुणाङ्कमा हुन्छ। यति हो बिरुवाको क्लासिफिकेसनको बारेमा।